साथीहरू नमस्कार अनि स्वागत छ तपाईँलाई आजको मेरो यो छोटो मिनी भ्लगमा। अनि म चाहिँ आजसम्म कता हराएँ भनेर तपाईँले सोच्नुहुन्छ होला। अनि म चाहिँ 1-2 दिन भएको थियो होइन, बिरामी थिएँ। अनि आज चाहिँ अलिक निको भएर अहिले चाहिँ भने म घर पोत्नको लागि माटोमा जाँदैछु साथीहरू। सो देख्न सक्नुहुन्छ। अनि माटोमा जानको लागि चाहिँ 1.5 घन्टा जति लाग्छ नि त, अनि हिँडेर जानुपर्ने। त्यही भएर म चाहिँ जाँदैछु साथीहरू, देख्न सक्नुहुन्छ। अनि भर्खर घाम झुल्किरहेको थियो अनि म चाहिँ यसरी घरबाट माटो लिनको लागि जाँदैछु। सो देख्न सक्नुहुन्छ आजको घाम यस्तो लागिरहेको थियो नि, अनि भर्खर घाम चाहिँ झुल्किरहेको थियो। अनि म चाहिँ यसरी अनि जाँदैछु साथीहरू। सो तपाईँले देख्न सक्नुहुन्छ। अनि केही समय हिँडेपछि चाहिँ साथीहरू म माथिनिर भएको त्यो डाँडामा पुगेँ। त्यस्तै यहाँ पुग्नको लागि चाहिँ मलाई 20-25 मिनट लागेको थियो साथीहरू। सो यहाँबाट देखिने दृश्यहरूलाई मैले तपाईँहरूको माझमा देखाउँदैछु। सो देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ। अनि नुन डाँडा, गढी डाँडा, अनि स्युटरहरूलाई चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि यो चाहिँ रह्यो मेरो गाउँ ओबाक। सो तपाईँले देख्न सक्नुहुन्छ हाम्रो गाउँ चाहिँ यस्तो रहेको छ। अनि यहाँदेखि चाहिँ अलि राम्ररी देखिँदो रहेछ। अनि म चाहिँ त्यो डाँडाको पल्लोपट्टिबाट आएको हो होइन। अहिले चाहिँ त्यो माथिनिरको डाँडामा पुगेर यसरी भिडियो बनाउँदैछु साथीहरू, देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। भन्दै फेरि पनि म चाहिँ अगाडि बढिसकेको छु। अनि यहाँनिर चाहिँ गहिरामा चाहिँ एउटा पानी भेटाउनुहुन्छ होइन, जुन सानो खोला जस्तो झरेको छ। अनि बाटो चाहिँ यस्तो छ साथीहरू। अनि यो बाटो चाहिँ आधासम्म बनाएको छ भने आधादेखि उँधो चाहिँ बनाएको छैन साथीहरू। सो देख्न सक्नुहुन्छ। भन्दै अब चाहिँ हामी नयाँ बाटोमा प्रवेश गरिसकेका छौँ। अनि देख्न सक्नुहुन्छ यो चाहिँ हामीले अस्तिनिर भर्खरै बनाएको यो बाटो चाहिँ यही साल बनाएको साथीहरू। सो तपाईँले देख्न सक्नुहुन्छ। अनि यो बाटो बनाउँदाखेरि चाहिँ म पनि थिएँ होइन। हाम्रो गाउँको मान्छेहरू सबैजना मिलेर चाहिँ यसरी बाटो बनाएको साथीहरू, देख्न सक्नुहुन्छ तपाईँहरूले। हाम्रो गाउँको बाटो यस्तो छ। भन्दै म चाहिँ पातलभित्र यसरी भिडियो बनाउँदै अगाडि बढ्दैछु साथीहरू। अनि एक्लै गएको नि त आज। सो देख्न सक्नुहुन्छ कम्बरमा खुकुरी भिडेर होइन, यसरी म चाहिँ जङ्गलभित्र जाँदै थिएँ साथीहरू। सो तपाईँहरूले देख्न सक्नुहुन्छ। के गर्नु र, गाह्रो छ होइन गाउँघरमा। सो देख्न सक्नुहुन्छ है हाम्रो गाउँको बाटो चाहिँ कुनै ठाउँमा चाहिँ यस्तो छ। अनि हामीले चाहिँ योबाट लिएर यो बाटोहरूमा चाहिँ ढुङ्गा छापेको साथीहरू। भर्खर घाम झुल्किरहेको थियो क्या यतातिर। म चाहिँ यसरी जङ्गलमा चाहिँ एक्लै जाँदैछु साथीहरू माटो लिनको लागि होइन। अब खनेर ल्याउनु पर्ने हुन्छ नि त, त्यही भएर जाँदैछु। भन्दै अब चाहिँ माटो पुग्ने ठाउँमा चाहिँ म पुगिसकेको छु साथीहरू। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि हाम्रो चाहिँ यस्तोदेखि नै माटो निकालेर लानुपर्ने हुन्छ। सो देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि मैले चाहिँ माटो खन्नको लागि अनि यो चाहिँ 30 किलो भन्छ है। अनि खुकुरीले काटेर बनाइसकेको छु साथीहरू। सो तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि यहाँनिर चाहिँ खाडल चाहिँ यस्तो रहेको छ साथीहरू। तपाईँहरूले सोच्नुहुन्छ होला माटोमा गएको केही बोकेको छैन भनेर। अनि मैले चाहिँ यो सानो झोलामा चाहिँ बोरा बोकेर बोरा यस्तो 30 किलोको बोरा बोकेको थिएँ होइन एउटा। सो तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि यसरी नै मैले त्यो झोलाभित्र चाहिँ नाम्लो पनि बोकेको थियो क्या, डोरी सानो बनाएर यसरी पट्टाएर बोकेको थिएँ साथीहरू। सो तपाईँहरूले देख्न सक्नुहुन्छ यो भिडियोमा। अनि अब चाहिँ भने म माटो खन्नतिर लाग्छु साथीहरू। सो भन्दै मेरो चाहिँ माटोको बारी पनि अब चाहिँ पुग्न लागिसकेको थियो भने पुगिसकेको थियो। र म चाहिँ यसरी माटो बोकेर घरतिर फर्किएँ साथीहरू। सो तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो बारी चाहिँ मैले यसरी बोकेर घरतिर फर्किएँ। सो तपाईँहरूले देख्न सक्नुहुन्छ होइन, एक्लै भिडियो बनाउँदै अगाडि बढेँ। अनि माटो चाहिँ हाम्रोतिर चाहिँ पानी परिरहेको थियो नि त, एकदम गह्रौँ रहेछ क्या, कति पनि बोक्न नसक्ने। तैपनि अब त्यति टाढा पुगी त हालेँ, एकबाट चाहिँ जसरी भए पनि लानु पर्यो भनेर म चाहिँ यसरी लिएर त्यो अघिनिर मैले गाउँ देखाएको डाँडामा चाहिँ आइपुगेँ साथीहरू। यसरी देख्न सक्नुहुन्छ तपाईँहरूले होइन।
भन्दै भन्दै अब चाहिँ भने फेरि ओह्रालो झर्नुपर्ने हुन्छ। अनि म चाहिँ यो डाँडामा यसरी भारी बोकेर झरेँ साथीहरू। सो देख्न सक्नुहुन्छ। अनि हाम्रो गाउँ तलनिर छ। मैले त्यसरी फेरि पनि भिडियोमा देखाएँ गाउँलाई होइन। तपाईँले देख्न सक्नुहुन्छ त्यो परको डाँडा कटेर जानुपर्ने म चाहिँ साथीहरू। सो त्यस्तै 20-25 मिनट हिँडेर चाहिँ म हाम्रो गाउँमा रहेको स्कुलको छेउमा पुगेर यसरी भारी बिसाएँ साथीहरू। अनि मलाई चाहिँ यति धेरै पसिना आइरहेको थियो होइन। अनि घाम लागेको कारणले गर्दाखेरि अनि गर्मी धेरै भएको थियो नि त। म चाहिँ त्यहाँनिर बिसाउन गएँ स्कुलको छानाबाट आएको शीतलमा बिसाउनको लागि गएँ साथीहरू। अनि अहिले चाहिँ 9 बजेको थियो नि त, 9 बजिसकेको थियो। विद्यार्थीहरू चाहिँ कोही पनि आइपुगेको थिएन स्कुल। अनि मैले त्यसरी भिडियो बनाएँ अनि म चाहिँ यसरी बिसाएँ। अनि त्यस्तै यहाँनिर देख्न सक्नुहुन्छ मेरो पसिना यति धेरै निक्लिरहेको थियो नि। सो तपाईँले देख्न सक्नुहुन्छ मेरो हालत यस्तो छ होइन, गाउँलेको जिन्दगी साथीहरू। र म चाहिँ यसरी आधी घन्टा जति बिसाएर चाहिँ यसरी बिसाएर चाहिँ अब चाहिँ फेरि घरतिर जानुपर्ने हुन्छ साथीहरू होइन। किनभने म त्यहीँ बसिराखेँ भने चाहिँ घर चाहिँ पुग्दिनँ नि त। त्यही भएर अब चाहिँ घर जानुपर्ने हुन्छ भन्दै थिएँ। अनि एकछिनमा चाहिँ बहिनी स्कुलको लागि आइपुगिसकेछ। अनि बहिनीलाई हेलो गर नभनेको लजाएर भुतुक्कै भइहाल्यो। अनि मैले त्यसरी भिडियो बनाएँ। अनि भिडियो नबनाउनु नभनेर भन्दै थिइन्, तर मैले त्यसरी बनाएँ साथीहरू। अनि यहाँनिर अर्को बुनु पनि आउँदै रहेछ, मैले यसरी भिडियो बनाइदिएँ। सो अब चाहिँ भने म यो भारी बोकेर घरतिर जानुपर्ने हुन्छ। सो अब चाहिँ म घरको लागि फेरि स्कुलबाट चाहिँ निक्लिसकेको छु साथीहरू। तपाईँले देख्न सक्नुहुन्छ हाम्रो गाउँघरको बाटोहरू चाहिँ यस्तै छ होइन। के गर्नु र गाह्रो छ साथीहरू। भन्दै केही समय हिँडेपछि चाहिँ हाम्रो गाउँमा रहेको कुवा गैरा भन्ने ठाउँमा म चाहिँ यसरी आइपुगेँ साथीहरू होइन। अनि यहाँ आइपुगेर यसो भिडियो बनाएको त। अनि स्कुल आएको भाइ चाहिँ यहाँनिर हात खुट्टा अनि पानीहरू खाँदै रहेछ। मैले त्यसरी भिडियो बनाएँ र फेरि पनि आफ्नो यात्रालाई चाहिँ अगाडि बढाएँ साथीहरू। यसरी चर्को घाममा माटोको भारी बोक्दै। अनि अहिले चाहिँ भने म माने डाँडामा आइपुगेँ, जुन मैले अघि माथिनिर हुँदाखेरि देखाएको डाँडामा चाहिँ म अहिले चाहिँ पुगेर अनि यसरी भारी बिसाएर भिडियो बनाएँ साथीहरू। सो तपाईँले देख्न सक्नुहुन्छ होइन यो भिडियोमा। सो अनि अघि चाहिँ भने म माथि पातलमा गएर त्यो माटो चाहिँ लिएर आएको होइन साथीहरू। अनि म चाहिँ माथिनिर डाँडादेखि अघि भिडियो बनाएको थिएँ नि त, यो डाँडा देखाएको थिएँ नि त। अनि त्यो चाहिँ माथिनिर छ। अनि म चाहिँ अहिले यो डाँडामा आइपुगिसकेको छु साथीहरू। सो तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि अब चाहिँ भने म यो उताको बाटो हुँदै घर झर्नुपर्ने हुन्छ साथीहरू। सो देख्न सक्नुहुन्छ मेरो हालत यस्तो भइराखेको छ होइन चर्को घाममा। के गर्नु र। सो अब चाहिँ भने म गाउँतिर प्रवेश गर्नेवालामा छु साथीहरू। भन्दै म चाहिँ गाउँतिर झरिसकेको छु होइन यसरी भिडियो बनाउँदै। सो तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ। अनि अब चाहिँ भने म हाम्रो टोलमा प्रवेश गरिसकेको छु हाम्रो गाउँघरतिर। सो तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर भरेहरू चाहिँ आँगनमा बसिराखेको थियो भने म चाहिँ भारी लिएर घरतिर जाँदै थिएँ साथीहरू। सो देख्न सक्नुहुन्छ हाम्रो गाउँघरको बाटोहरू यस्तो छ अनि गाउँघरको चाहिँ यस्तो छ होइन। अब अहिले चाहिँ भने म यहाँ बिहानै माटो लिएर घर आइपुगिसकेँ साथीहरू होइन। यसरी माटोको भारी लिएर म चाहिँ घरतिर फर्किसकेँ। अनि मेरो घर चाहिँ ऊ पर छ। सो तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। भन्दै म चाहिँ घर पुगेर पनि माटोको भारीलाई बिसाएर अनि म पनि यसरी थकाइ मार्दैछु साथीहरू होइन। सो तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ। भन्दै मेरो यो आजको बिहानको भिडियो चाहिँ यहीँ सकिन्छ।
अनि अब यसै गरी दिउँसोको भिडियोमा भेट्नेछौँ साथीहरू। ओके, बाई एभ्रिवान। दिनहरू भुलेर खास र दौरा गर्दैमा सम्झना डाली डालीमा